चिसो छुलो चिसो घर तर माया छ पर आँसु लुकै हाँस्न सिक्यौ जिन्दगीलाई बाँच्न सिक्यौ संघर्षको बाटो हिँड्दा आशा कहिले नमरोस् मुटु माया बोकेर हाम्रो सपना नभुलोस् संघर्षको बाटो हिँड्दा आशा कहिले नमरोस् मुटुमा माया बोकेर हाम्रो सपना नभुलोस् चिसो छुलो टटाउने दिन एक दिन पक्कै आउनेछ के भयो छोरा किन बोल्न छोडिस् किन तेरो मुख चुप छ बा एजेन्टको अफिस बन्द रहेछ फोन गरेको पनि उठाउँदैन हरिले काठमाडौँबाट फोन गरेको थियो एजेन्टले त पैसा हारा भाग्यो रे कस्तो कुरा गरेको छोरा एजेन्टले पैसा हारा भाग्यो रे आमा मैले एडभान्स दिएको पैसा सौकारबाट आज ल्याएको पैसा सबै एजेन्टको लागि थियो दाइ अब तपाईँ विदेश जान पाउनुहुन्न थाहा छैन बहिनी अब के हुन्छ लाल पूर्जा धितो राखेर ल्याएको पैसा पनि गयो जग्गा पनि धरापमा पर्यो मैले त भनेकै थिएँ बुढा यो ऋणले घरमा शान्ति ल्याउँदैन भनेर अहिले दोष दिन थाल्यो भनेपछि त घरै टुट्छ बरु यसको लागि केही उपाय सोच्नुपर्छ बा मैले काठमाडौँमा एउटा चिनेको दाइसँग कुरा गर्छु दाइले चिनेको एजेन्टको अफिस छ कि बरु आमा म भोलि बिहानै काठमाडौँ जान्छु एक्लै जान्छस् र बाबु म नि जान्छु छोरा पर्दैन बहादुर जान घर आमा र पूजा मात्रै हुन्छन् यसरी छोराको सपना डुब्दा बाउ घर बसेर हेर्न सक्दैन छोरा मेरो साइकल टायरमा त हावा पनि छैन गाउँको कच्चीहरूले गर्दा मेरो टायरलाई म जस्तो दुखी बनाइदिएको छ तपाईँको साइकलमा चाहिँ होइन बरु तपाईँको दिमागमा चाहिँ हावा छैन वीरबहादुर दाइ अङ्कल साइकललाई चाहिँ विदेश पठाउनु त्यहाँको बाटोबाट राम्रो होला साइकल विदेश पठाइदियो भनेदेखि के म गोरुमा चढाइ हिँड्यो गोरुमा किन चढ्नु पर्यो अङ्कल तपाईँ त कुरामा चढ्नु हुँदो रहेछ जसले पनि गफ हान्दै हिँड्ने नानी आफन्त ठुलोसँग त्यसरी म कुही लगाउनु हुँदैन होइन सीता के भयो रातभरि सुतेनौ जस्तो देखिन्छौ त एजेन्टले पैसा लिएर भाग्यो रे माया हे भगवान् अनि रमेश दाइले के सोच्नु भयो त बिहानै काठमाडौँ गए माया म र छोरी भएर तिम्रो घर आउँछौ तिमीहरू दुईजना मात्रै भएर नबस्छ पूजालाई कसरी भन्नु माया उसलाई दाइ विदेश गएर सबै ठिक हुन्छ जस्तो लाग्छ मम्मी म पूजालाई स्कुलसम्म लग्छु ऊ डराउँदा चाहिँ म उसलाई कथा सुनाउँछु नि म पनि जाउँला तिमीलाई यसरी छोड्न तपाईँ त कथा सुनाएर डराउन दिने मान्छे भयो पर्दैन जानु ल म त गएँ अब जहिले आयो नि तिमीले गफै गफमा बोलाउँछौ छोरा एजेन्टको नाम अफिसको केही रसिद त छ होला नि छ बा पहिला जाम के अरे अनि के हुन्छ छोरा अफिसको रसिद भयो भने त पुलिसलाई खबर गर्न सजिलो हुन्छ होला नि अनि हाम्रो पैसा फिर्ता आउँछ त बा आउँछ भन्ने त थाहा छैन छोरा तर खोज्नु छोड्नुहुन्न हामी गरिब भएर हामीलाई सबैले ठग्छन् बा तर हामीले कसैलाई ठग्न सकिन्न
त्यो एजेन्टको अफिस। बन्द छ त छोरा, एकचोटि फोन गर त। बा फोन त स्विच अफ छ त। होइन हो, कसलाई खोज्नु भएको हो? यो मेन पावरको एजेन्ट कता गयो हजुरलाई थाहा छ र? हिजो दिउँसोदेखि अफिस खोलेको छैन, धेरै मान्छे आएर झगडा गरेर गइसके। ऊ कहाँ गयो हजुरलाई थाहा छ? मलाई केही थाहा छैन, सिधै गएर पुलिसलाई केस दर्ता गरे हुन्छ। बा हाम्रो गाउँको इन्सपेक्टरलाई फोन गरेर भनौँ न बरु। हुन्छ छोरा। हेलो, म प्रहरी इलाकाबाट बोल्दैछु। सर म विदेश जाने भनेर एजेन्टलाई पैसा दिएको, अफिस नि बन्द छ, फोन नि अफ छ, के गर्ने होला? मेन पावरको नम्बर रहेछ, यो केस दर्ता गर्न मिल्छ। छ सर। खोइ छोराले त। सर हाम्रो घरको लाल पूर्जा भित्र राखेर ल्याएको पैसा, छोराको विदेश जाने सपना होइन, घर पनि धरपमा छ। अहिले कानुन हातमा नलिनु, हामी सोधपुछ गर्छौँ। ल्याउनु त बा। छिटो गर्नु पर्यो सर, अब फ्लाइटको लागि 10 दिन मात्रै बाँकी छ। छिटो गर्न खोज्छु, पैसाको मामलामा धैर्य गर्नुपर्छ। हामी गाउँमै फर्किँदै ठिक होला, उहाँ इन्सपेक्टर थाहा सरसँग कुरा गर्नु ठिक होला। हुन्छ बाबु, बरु हामी घर फर्किँदा ठिक हुन्छ। रमेशको घरबाट केही खबर आएको छ? एजेन्ट भाइको कुरा गाउँभरि फैलिसक्यो। त्यो राम्रो कुरा हो। सायद कसरी राम्रो कुरा भयो? रमेशले पैसा फिर्ता गर्न सक्दैन, त्यो जग्गा मेरो हुन्छ देव। तर सायद गाउँका मान्छेहरूले कुरा गर्न थाल्यो भने? गरिबको कुरा सुन्ने मान्छे को छ र? सबै आफ्नो पेटको चिन्तामा छन्। हेलो, के इन्सपेक्टर थापाले एजेन्ट केस हेऱ्यो रे? थापा बिचमा आयो भने कुरा बिग्रन सक्छ देव। के गर्ने त? सायद रमेशलाई सम्झाउने, अहिले नै अर्को कागजमा सही गराउनु पर्यो। सीता, म तिमीलाई एउटा खबर लिएर आएको। के खबर? फेरि यो कालले के सुन्न पर्ने हो? शङ्कर र देवता सँगै तागेको देखेको मैले त। होइन, किन रहेछ फेरि? मलाई थाहा छैन, शङ्करको मुख हेर्दाखेरि राम्रो कुरा होला जस्तो छैन। सीता, रमेश घर छैन? काठमाडौँ जानुभएको छ। ठिक छ, त्यो पैसाको कुरा? अहिले नै किन? हजुरले त हामीलाई 3 महिनाको टाइम दिनुभएको होइन र? एजेन्ट भागेको कुरा सुनेको छु। रमेशले पैसा फिर्ता गर्न सकेन भने कागज मिलाइदिनु पर्यो। होइन, हजुरले त 3 महिनाको भाका दिनुभएको होइन र? अनि अहिले किन चाहिँ माग्न आउनुभएको? माया यो घरको माइमेला हो, बिचमा नबोला कि। साथीको घरमा अन्याय हुँदाखेरि म चुप बस्दिनँ, चाहे जोसुकै होस्। धेरै बोल्ने बानी राम्रो होइन है, किन धेरै बोल्नु पर्यो? धेरै बोल्ने बानी राम्रो होइन भने तिमी किन दिनभरि बोलिरहन्छौ? सीता, यो कागजमा सही गर। रमेशले पैसा तिर्न सकेन भने जग्गा मेरो भनेर। म सही गर्दिनँ। किन गर्नु पर्यो सही? सही गरे राम्रो, नत्र के? सीता दिदी गरिब भए पनि डराउने मान्छे होइनन्। ठिक छ, रमेश आएपछि भनिदिनु, समय धेरै छैन। आमा, अब हाम्रो घर जान्छ र? हामी घर बचाउँछौँ नानी, जान दिँदैनौँ।
भेट्नुभयो? छैन नानी। दाइ अब हजुर विदेश जान पाउनुहुन्छ त? म प्रयास गर्दैछु बहिनी। के भयो बुढा? पुलिसले केस दर्ता गरेछ, तर पैसा कहिले फिर्ता आउँछ थाहा छैन। बुढा साहुकार आएर मलाई साइन गराउन खोजेको थियो। के साइन? जग्गा उसको नाममा जाने कागजमा। मैले 3 महिनाको धितो राखेको, अहिले नै घर माग्न पाउँदैन। बा म विदेश जानको लागि यो गर्छु, म बाँच्न सक्दिनँ। तैँले आफूलाई दोष नदे छोरा, ठग्ने मान्छेको दोष हो, सपना देख्ने मान्छेको होइन। मैले एउटा खबर सुनेको थिएँ, त्यो मान्छेले अरूसँग पनि पैसा उठाएको रहेछ। सर, त्यो मान्छेलाई समात्न मिल्छ? उसको मोबाइलको लोकेसन पोखरातिर देखाएको थियो, तर कन्फर्म छैन। सर, हामी जता भए पनि जान्छौँ। हामी भोलि काठमाडौँको अफिससँग कुरा गर्छौँ, तिम्रो कागजपत्र सम्हालेर राख। अनि हामी गरिब कति दिन यस्तो सहनियो सर? बिहान अफिस पुग्यो, अफिस पनि बन्द रहेछ, त्यो अफिस बन्द गरेर भागे जस्तो रहेछ सर। त्यसले धेरै मान्छेलाई ठगेर त्यो फरार अफिस बन्द गरेर फरार भइसकेछ। अब त्यसलाई हजुरहरूले समात्ने केही उपाय लगाएर समात्नु पर्यो। छोरो पनि विदेश जाने भनेर साहुकारसम्म ऋण खोजेर ल्याएको पैसा पनि डुबो सर। छोरो विदेश जाने सपना पनि सपना नै भयो सर। चौकरको गाउँबाट पनि कम्प्लेन आएको छ। के कम्प्लेन सर? तिमीहरू काठमाडौँ गएको बेलामा चौकर र देव गएर धम्की दिएर नि घरमा। के मेरो घरमा? रमेश रिसले सबै काम बिगार्छ सर। उसको पैसा भन्दा उसको नियतै खराब छ। उसको प्रमाण भेटियो भने कानुनले हेर्छ, तिमी ढुक्क भौ। सर, हस्ते नै हामी लाग्छौँ, के गर्नु पर्ने हो हजुरहरूले गर्नुहोस्। हेलो, को एजेन्ट? कहाँ छ हाम्रो पैसा? किन हाम्रो पैसा फिर्ता आउँछ र? पैसाको कुरा फोनमा हुँदैन, एक्लै आउनु, पुलिसलाई खबर दियो भने तिम्रो कागजहरू हुन्छ। फोन गर्ने को थियो छोरा? एजेन्टले भोलि एक्लै काठमाडौँ बोलाएको छ बा। एक्लै जाँदा हुँदैन नि छोरा। तर बा यो एउटा मौका हुन सक्छ। हो, आयुष भोलि बिहानै काठमाडौँ आउँछ।